हाम्रो दल 2082 कार्तिक 23 गते नै दर्ता भएको हो। आज हामी शनाखतको लागि यहाँ उपस्थित भएको छौँ र हामीले कार्तिक 23 गते दर्ता नम्बर 630 मार्फत करिब वैधानिकता प्राप्त गरिसकेको छौँ। च्याउसरी उम्रेका पार्टीमा तपाईँहरूको अर्को च्याउ उम्रियो भन्न खोज्नु भएको होला, तर यो कुरा तपाईँलाई मैले निर्वाचन आयोगको प्राङ्गणबाट उद्घोष गरेको छु। धरतीमा उम्रेका, देशमा उम्रेका सबै दलहरू एकातिर र हाम्रो दललाई एकातिर राखेर चाहिँ निर्वाचनमा हामी जाँदैछौँ। त्यो हाम्रो दल पल्ला भारी हुन्छ किन भनेर प्रश्न गर्नुहुन्छ हुन्छ होला। हामीसित गरिबका मुद्दा छन्, हामीसित घाँस बाँस कपास स्वास्थ्य शिक्षा र रोजगार सम्बन्धी जनताका मुद्दाहरू छन्। हामी नागरिकका मुद्दाहरूलाई लिएर, राष्ट्रका मुद्दाहरूलाई लिएर, धर्म संस्कार संस्कृतिका मुद्दाहरूलाई लिएर हामी चुनावी मैदानमा जाँदैछौँ। हामीले राजनीतिलाई अरू पार्टीहरूले जस्तो व्यापार सम्झेको छैनौँ। हामी राजनीतिमा सेवा गर्नको लागि, समर्पण गर्नको लागि, नागरिकहरू आवाजबिनहरूका आवाजहरूलाई बुलन्द गर्नको लागि, नागरिकहरूलाई बचाउनको लागि यो नागरिक बचाउ दल नेपालको स्थापना भएको हुँदा हामी आगामी चुनावमा जानु पर्दाखेरि अरू दलभन्दा हामी पल्ला भारीको रूपमा जनताको मत लिएर जनताको लागि काम गर्नलाई हामी सिंहदरबार र संसद भवन छिर्नेछौँ।